स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। म चाहिँ जाँदैछु ट्रेकिङ र ट्रेकिङ चाहिँ म पाटेनागी हुँदै साधुटारसम्म जाने सोचेको छु। तर मौसमले साथ दियो भने हामी पानीटारसम्म नि पुग्ने छौं। आज चाहिँ मेरो भिडियो भनेको हाम्रो गोठसम्म हुन्छ बसाइ। त्यहाँदेखि भोलिपल्ट मौसमले साथ दियो भने साधुटारसम्म जाने सोचेको छु। पुग्दा चाहिँ हल्का मौसम पनि खुल्यो, मतलब कुहिरो लागिरहेको छैन। अब गोठ पनि पुग्नु धेरै छैन। गोठमा चाहिँ हुन्छ हाम्रो मेरो देवा, मतलब मेरो बुवाको दाजु माइला, उहाँ बस्नुहुन्छ गोठमा चाहिँ। अब भोलि माथि डाँडा हुँदै गएर यो पहाडीको डाँडामा बसे हुन्छ। बस्ने ठाउँ बनाएको यो पाटी भन्छ। पाटी पहिला मैले सुन्दा र जान्दा चाहिँ यो छाना पनि ढुङ्गाकै थियो। अहिले चाहिँ यो पमजा नगरपालिकाले होला सायद टिन लगाएर बनाएको छ। अहिले चाहिँ यसलाई व्यवस्थित गरेको छ। यसमा क्याम्पिङ गर्दै आउनु भने बस्न सक्नुहुन्छ मजाले। पानीहरू त्यस्तो चुइने गर्ने छैन। यसलाई चाहिँ गङ्गटे पाटी भन्छ। र भ्यू हेर्नुहोस्, यो भन्दा अल्गो ठाउँमा भोलि हामी जानेछौँ। र मैले चाहिँ किन आधी बाटोमा मात्रै आएर भिडियो बनाएँ भन्दाखेरि हाम्रोतिर बिजुली थिएन, बत्ती थिएन। बत्ती गइरहेको थियो। दसैँको टाइम भएर पनि 3-4 दिन कति भएको थियो अरे बत्ती नआएको। र मैले अलि वल्लो गाउँतिर, मतलब अर्कै गाउँतिर फोन चार्ज गर्न दिएको थिएँ। त्यहाँबाट फोन चार्ज गर्दै यता घुम्दै पनि आएँ। र अब हामी भेट्नेछौँ गोठ पुगेर। बाटो काट्ने साथी भेटाइयो, यहाँ छ मेरो साथीहरू चाहिँ। अब यिनीहरूसँगै गोठसम्म जान्छु। यिनीहरू चाहिँ चरेर फर्किँदै रहेछ, हाम्रै गोठको जस्तो छ। अब यिनीहरूसँगै गोठसम्म जान्छु। बाटो हिँड्ने साथी त भयो मेरो। बोको थियो, उसले चाहिँ पोहोरबाट छाड्यो। यहाँ पर विष्टले पनि पोहोरबाट छाड्यो। अब अहिले भनेको हामी र माथि एउटा राईको गोठ छ। 2 गोठ मात्रै सायद आएन। कस्तो अनि रात परे चिन्नु आएको कहाँ जाने र भोलि चाहिँ? के घर डुल्नु भएको त? खोइ केही पनि भनेन है मलाई चाहिँ। म त डाँडा डुल्नु भएको त एक्लै। अब पुरा नआइरहेको रहेछ। यसको माउदेवा त्यो चाहिँ ए त्यो अनि माउ त उसको दिदी पनि यहाँ के त पोहोरमाले मरेर तल तान्दै लगेर पिटिदियो। त्यस्तै खाले छ नि त नि माउ त एकैछिन छोड्नु मान्दैन नि त। एकैछिन पनि बिग्रियो। अनि बिहानतिर नुहाउनु नि। अनि कस्तो रात परेपछि नुहाएको? जाडो हुँदैन? कुखुरा नि रहेछ त। यति 2टा फुल पार्दैछ? यति 2टा देवा? यति 2टा? ए धुना चाहिँ अहिले एउटा मात्रै? माथिल्लो गोठमा चाहिँ को छ? कहीँ गएन दसैँमा? के दुख्दैछ भनेर खोइ खुट्टाहरू सुनिन्छ। त्यत्रो के हुन्छ खै भनेछ।
18 गते आउनु भनेको मैले पोराको साल भएर देखाउँ जस्ता मैले दिएको कुन बासाले छ त्यो पानी परेर अहिलेसम्म गोठमै छु हिँडेको छ पानी परेर म चाहिँ गोठमा अहिले एक्लै छु देवा चाहिँ वस्तु हेर्न जानुभयो जस्तो छ